ढोकामा आइपुग्यौँ है कति लगभग 25 मिनट हिँडेर बाइक राखेर त्यहाँ आइपुग्यो अनि आफ्टर वाकिङ फर 25 मिनट्स अगाडिको देखाउन पाइएन त्यसको लागि माफ पाऊ अहिले एकछिनपछि देखाउँछौँ कस्तो बाटो हामी भनेर एडभेन्चर गर्दै हो क्या माथि जाँदैछौँ है भर्याङ चढ्दै बिस्तारै सक्नुहुन्छ भर्याङ यहाँनिर छ राम्रो छ ठाउँ चाहिँ चरक्क यहाँसम्म चाहिँ 25 मिनट लाग्छ होइन बाइक राख्ने ठाउँबाट अनि माथि चाहिँ छ मेन मन्दिर माथि पुग्छ देखाउँछ म तपाईँहरूलाई Keep watching. पसिनाले भिजेर है त 25 मिनट हिँड्दा यस्तो हालत होइन पसिनाको स्वेटिङ टु मच अब माथि मन्दिर जान्छ है हामी टक्क टाढामा जानु छ है ट्याक्टिक्स पारामा माथि जाएर छ आइपुगेको तारकेश्वर मन्दिर हामी चाहिँ माथि यहाँ गुफा बिच जस्तो छ होइन भिरमा यसो भ्यू चाहिँ राम्रो छ यहाँबाट नाइस भ्यू Back from महादेव महादेव मन्दिरबाट तर चाहिँ ऊ कस्तो दामी देखाएर आकाश कस्तो हावाको वाउ एक क्लियर भयो अब चाहिँ घाम लाग्यो अँध्यारो थियो के क्लियर भयो हेर्नु आकाश निलो क्या नाइस देखिरहेको अब फर्किँदै हामी माथि गएर एकछिन टक्क ढोग्यो होइन अनि अब फर्किँदैछु अब यहाँ चाहिँ घना जङ्गल छ यहाँ तल चाहिँ देखाउँछु म तपाईँहरूलाई जाँदैछु को घाम लाग्यो अब चाहिँ देवर भा This coming here is the bullshit man is coming there. He's pure bullshit. Tarkeswar view point. Yes, Tarkeswar view point. I love Tarkeswar. Wait, यो भन्दा तल चाहिँ अब यहाँ चाहिँ अब घना जङ्गल छ कि अब धेरै हुन्छ त्यहाँ चाहिँ बाघ आएर खाइदिएला जस्तो I love no one. I only love तारकेश्वर भन्ला थिएँ सब मेटिसकेछ सेतै पो देखा त
आई लभ यु यस्तो आकाश कडा देखिरहेको कस्तो छ गाइस मलाई दामी देखाएको छ नि यस्तो छ अब समर भ्लगमा ल यति नै राख्दिउँ हामी अब हामी तर यस्तो भ्यू पोइन्ट समर भ्लगले मलाई अब हामी यहाँ घना जङ्गल छ खाजा खुवाउँछु रे तल लगेर मलाई खाजा खाउँछु भने खै अघिदेखि मैले खाँदिनँ भने खुवाउँछु गरेर गरेछ अब हेरौँ तल गएर के खुवाउँछ समर भ्लगको पैसा आयो कस पैसा यहाँ हो कि यहाँ हेर्नु अन्धकार छ अरे यहाँ गुफामा छिर्नु लाग्छ कि यहाँबाट चाहिँ अब यहाँबाट यहाँ छिरेपछि चाहिँ अँधेरो हुन्छ अनि किराहरू पनि ऱ्याउ कराउँछ सुन्नु है त सुन्नु मोबाइलमा त उज्यालो देख्दो रहेछ रियल नभन्दा यहाँ चाहिँ अँधेरो छ अझै के भन्नु मोबाइलमा त उज्यालो देख्दो रहेछ यता उस रियल हामीले हेर्दा चाहिँ अलिक अँध्यारो देख्ने मोबाइलमा चाहिँ अलिकति उज्यालो देख्दो रहेछ ल फर्किँदैछौँ है तपाईँ यत्तिकै आइदिएको है मासतिर यत्तिकै डुल्दै थियो यहाँ अनि माथि तारेश्वर मन्दिर डिजाइन भन्नु थाल्यो अनि मन्दिर यस्तो आइदिएको आज होइन ढोक्नको लागि जान्छौँ है तल गएर भेट्नुपर्छ है त पिस ल फक यु हामी तल आइपुग्नु आयो आफ्नो त्यही बस्न कस्तो अगाडि म सुलाउँदैन पागल है हामी तल आइपुग्नु आयो पानी पर्ला जस्तो भइरह धेरै थाकियो त्यो त माथि गएर आनन्द चाहिँ हुँदो रहेछ एकछिन बस्नु मन थियो तर पानी पर्ला ढिला भयो भने चाहिँ हामी निस्किहाल्यौँ केही छैन हेर्नुहोस् होला तपाईँहरू यसो हामी देखाउँछौँ अलिअलि भिडियोहरू सिनेमेटिक भिडियोहरू ल अब 2-3 जनामा कतिजनाले मेरो भिडियो हेर्नुहुन्छ होइन लाइक गरिदिनु होला कमेन्ट पनि प्लिज प्लिज 2 जनाले हेऱ्यो भने एकजनाले चाहिँ कमेन्ट चाहिँ गर्नु होला है एकजनाले लाइक एकजनाले कमेन्ट त्यहाँमध्ये एउटा लाइक मेरै हुन्छ 3 जना भइन्छ होइन एकजनाले सिकेर पनि गरिदिनु होला है ल प्लिज मेरो टार्गेट 10 भ्युज है 10 भ्युज 10 भ्युज 10 भ्युज बनाउनुहोस् हामी अर्को भिडियो लिएर आउँछौँ ल आयो ल ल ल ल अब हामी खाजा खाने बेला भेट्छौँ है त स्पोन्सर यहाँ छ प्लिज प्लिज 10 भ्यू चाहियो हाम्रो टार्गेट आजको 10 भ्यू 3 लाइक त्यहाँमध्ये एउटा लाइक मेरै हुन्छ एउटा भ्यू मेरै हुन्छ होइन त्यति गर्नुहोस् हामी अर्को भिडियोको साथ फेरि उपस्थित हुन्छ तपाईँहरूको अगाडि त्यसैले प्लिज लाइक गरिदिनुहोस् भ्यू गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् हामी एकदम खुसी हुन्छौँ धन्यवाद धन्यवाद